हेलो गुड इभिनिङ एभ्रिवान। आज चाहिँ म छु यहाँनिर फुटसल खेल्ने ठाउँमा आएर गेम हेर्दैछु। मेरो भाइहरू र हस्बेन्ड भर्सेस अर्को साथीको भाइको साथीहरू खेल्दैछन् अनि यता चाहिँ छन् म सँगसँगै। वेलकम टु माई ब्लग। थ्याङ्क यू। हेलो एभ्रिवान, लाइक र सब्सक्राइब गर्नु होला। अनि हामी चाहिँ अहिले छौँ के अरे यो ग्रान्डी फुटसलमा अनि यतापट्टि छौ हामी चाहिँ दर्शक सीमान्त अनि दार्छ निरज। म अब कस्तो गेम भइरहेको को खेल्दै रहेछ यसो देखाउँछु। अनि म र सिमरन चाहिँ हाम्रो अघिल्लो भ्युवर्स छ। मैले सिमरन अलि स्लिपी फेस देखिरहेको छ तर क्यामेराको गल्ती हो है यो चाहिँ। सुन्न नपाएकै। ल म देखाउँछु है त। देवेन्द्रसँग छ अहिले। ल देवेन्द्रहरू भर्सेस माई फ्यामिली भर्सेस माई ब्रदर्स फ्रेन्डहरू। अनि यता चाहिँ उनीहरू गेम खेल्दैछन् त्यसपछि एज अ अडियन्स चाहिँ हामी गेम हेर्दैछौँ। अनि अहिले चाहिँ यहाँ गेममा आइसक्नु छ हाम्रो दाई, मेरो फेभरेट दाई, वान एन्ड ओन्ली ब्रदर। कसलाई आएको त हजुरलाई भन्नु न त अलिअलि। तर फुटसल चाहिँ खेल्न आउँदैन तर ट्राई गर्न भनेर आएको। हेरौँ खेल्न पाउने जस्तो छ। यहीँ सब यत्रो छ यार। एकजना ए हो यसपछि हजुरले ठन्नु के। ओहो धन्न हामीलाई लागेन। त्यसैले म अब गेममा फोकस हुन्छ। यहाँ बलले अहिले अनुहार सेक्यो भने ल है ल। हस् मेरो ठुलमामाको छोरा कजन दाई। कस्तो राम्रो पास गर्नुभएको थियो मेरो हस्बेन्डले। निमेष खाली भयो, निमेष खाली। त्यहाँ ब्लक गर भन्न खोजेको नि त। ल सब्स्टिट्युट सिधा न यता बस। आऊ थके लाग्यो मेरो भाइलाई। ल ओए यस्तै हुन्छ। यस्तो क्या क्यामेरामा खिच्दा पनि उता हेर्न थालेपछि क्यामेराले एकपट्टि अनि आफू अर्कोपट्टि। नाइस 1 इच होइन के कति भयो? ल गोल बोथ साइडको 1-1 गोल भयो। मेरो देवरले गोल हानेको भन्छ। मेरो देवर बाबुले गोल हान्छेको। ल 2 इच भयो यार। यो भिडियो नखिच्दाखेरि त गोल हानिहाल्दो रहेछ नि कि। भिडियो खिच्न थालेपछि अब गोलै हान्दैन जस्तो लाग्यो। सीमान्तले गरेर छ अब उसले दियो उहाँलाई। उहाँले फेरि मिस गरिदियो। देवेन्द्रले चाहिँ ओ नाइस नाइस। सीमान्तले फेरि तान्यो। हजुर उतापट्टि हुनुहुन्छ हाम्रो एमभिपी। आमा रेडी हुँदै होइसिन्छ ल। अनि अर्को एमभिपी झन् खेलेर थाकेर बस्नुभएको। हजुर कहाँ खेल्न मिल्छ हामीले अहिले? त्यही त हो। उयो माथि कता हो त बास्केटबल जाने चाहिँ कताबाट? बास्केट खेल्न जाने हो त्यहाँ अहिले खेल्न मिल्छ हामीले? हजुर यता खेल्दै होइसिन्छ। अनि कता यही नजिकै भनेको कता? यही चाहिँ बास्केट यही थाउटी यो छ नि यो त्यही हो अरे भन्नुभयो। अहिले जाऊँ ल एकछिन। आम्मा यस्तो ब्रुम आवाज आउँछ कि यहाँनिर त। गोल सीमान्तले गोल हान्यो। मेरो भाइले गोल हान्यो ल 3-2। अनि गोल भएपछि त यो बिचबाट चलाउँथ्यो होइन र सिजन? गोल भएपछि बिचबाट होइन चलेर जसको टिमले गोल खायो त्यसको टिमले चलाउन पाउँछ।
ग्यान्डर 24 आवर्स ड्युटी देवराले खतरा गोल बचाउनु भयो है सीमान त्यति राम्रो खेल्दो रहेछ मलाई त थाहा नै थिएन हौ अहिले बल्ल उनीहरूको कोअर्डिनेसन मिल्दैछ है त्यहीँबाट खोसेर गोल हान्दै जस्तो लाग्छ मलाई त घरिघरि डर पो लाग्छ त उसको आउटले ओए ला बाहिर गयो निमेश खाली भयो निमेशलाई ब्लक गरौँ त अलिअलि ऊ यतापट्टि ए हस् ल निमेश भन्दैछु मैले दाइ आफ्नो टिम त चिन्नुहुन्छ नि फेरि मेरो हस्बेन्डलाई बिर्सिनु होला भाइ ला ब्लक भयो नि ठिक छ मैले सिमरन होइन हेर्ने चक्करमा के बिर्सिरहेछु कि यस्तो बास्टरले हेर्न जाम सिमरन बास्टर खेल एकछिन आज निमेश खाली भयो निमेश हजुरको के अरे हजुरको भाइको साथी जो किपर बस्छ अरे ल जो ल ओए आइसक्यो मान्छे कि हेर नि नेटु कस्तो नचाइ खेले जस्तो लागिरहेको त्यसरी हेर्दाखेरि होइन नाइस ला कस्तो बबाल भन्न राखेँ बलै खोजिसकेँ यस्तो सुविधा कतै छ होला त गेम खेले साइडमा पुरा हरे नारायण गोल पोस्ट खाली भएन ओए आमा कति माथि उडेको अहिले अब सिजन किपर गइसकेको छ ओए नाइस लु यति पनि नाइस यतिले कस्तो गोल मिस भयो कुद्दै खेलिहाल्नु उनीहरू हार्ट रेट बढिरह मेरो ओ गो के रे गोल ओए अर्कोले फेरि यस्तरी उडाइदियो सीमान्तले बल लग्दैछ कतापट्टि दिन्छ थाहा छैन ओए कस्तो यतिले मिस भयो यार हजुर पानी खाइसिन्न खाएको धेरै खानु हुँदैन ए ल दुईजना त के त यता सुरज दाई देवेन्द्र यतिले भयो मेरो हस्बेन्ड र देवर बाबु सब्जीमा बसेको छ अरूले खेल्दैछन् ड्याडी अनि गोलबोर्डको पछाडि बसेर ड्याडी हेर्दै हेर्सिन्छ बर्थडे म्यान अनि सिमरानु बाहिर हेर्सिन्छ पोज दिँदै हेर्सिन्छ
ठाउँमा चाहिँ भिडियो खिचाइरहेको छु एकदम हेर्न नि रमाइलो लागिरहेको मलाई चाहिँ दाजुलाई सीमान्त सबै बल जाम सिमरन अब चाहिँ सिमरन भित्र आइसक्नु भयो कस्तो उडाको Wow, nice block. Le. सबैजना आदरणीय समस्त धर्म अनुरागीहरूमा स्वागत भन्न चाहन्छु मञ्च सञ्चालन कोटी हार्दिक सबैले आज हामी द्वितीय दिवसीय सायंकालीन सत्र हुने रात्रिकालीन उताको कस्तो इजी गोल हान्नु हो नि त लगेर टुई आफै नै न डङ 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 कस्तो आवाज आउँथ्यो केटाहरूले खेल्दाखेरि सबजना थाकी गरेर हो क्या ओए कस्तो भ्रुङ्ग कस्तो छोडेको अनि यता केटाहरू थाकेपछि चाहिँ म र सिमरन पनि एकछिन यस्तो रमाइलो गर्ने भनेर खेल्न जान्छौँ त्यस्तो खेल्न आउने चाहिँ होइन मलाई बट सिमरनले चाहिँ राम्रो खेल्नु भएको थियो त्यसपछि चाहिँ हामी यस्तो पेनाल्टी सुटआउटहरू पनि गर्छौँ जस्ट प्र्याक्टिस चाहिँ गऱ्यौँ अलिअलि एन्ड रमाइलो पनि भयो एकदम जस्ट इभिनिङ टाइम भइसक्यो बिचमा होला दाइ कहाँबाट हाल्यो टाढो भइसक्यो हातै कस्तो हल्दै क्या
सब छेकिन्छ यहाँबाट त ल दाइ कस्तो लाग्यो रमाइलो लाग्यो धेरै पछि खेलेँ लगभग 3-4 वर्षपछि होला अनि मेरो देवर बाबुलाई कस्तो लाग्यो आज एकदम रमाइलो थियो रिफ्रेसिङ है सिम्पल खेल्छ होइन अनि हजुरलाई कस्तो लाग्यो राम्रो रमाइलो लाग्यो अरू अरू गेम जस्तो भएन होला नि एकदम जस फिट भयो फ्रेस भयो त्यही गुड अनि हजुरलाई म त यति थाकेँ खेल्दा खेल्दा 1 घन्टा पुरै खेलेको म सब्स्टिट्युट बस्नेको यही हुन्छ अनि उतापट्टि अरू प्लेयर्सहरू रेस्ट गरिदिएन अब यतिसँगै मैले गरेको 2 गोल सहित हाम्रो भिडियो यहाँ 10 गोल हाम्रो भिडियो यहीँ एन्ड हुन्छ यहाँहरूलाई हेर्नुभएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई बाई सब्सक्राइब भन्नेवाला चाहिँ एउटा भिडियो होइन बाई बाई